हेलो शुभ बिहान सबैमा यो भिडियो बनाउनु No, he have a उद्देश्य चाहिँ म चाहिँ यो दुबईको एयर सो प्रत्येक दुई वर्षमा दुबईमा एयर सो हुन्छ लाइक उनीहरूले के प्रगतिहरू गरे के डेभलप गरे के चाहिँ अब अरू कन्ट्रीहरू लिएर आए लाइक हाइटेक टेक्नोलोजीहरू स्पेसल्ली लाइक प्राइभेट जेट and first time. बङ्गर बम मिसाइल जति पनि प्रड्युस गरेका छन् लाइक विदिन युएमा र बाहिरबाट हायर गरेका जहाजहरू सबै सो अफ गर्छन् यहाँले चाहिँ साथसाथमा एयर सो पनि गर्छ एयर सो चाहिँ मैले एयर सो भन्नाले चाहिँ लाइक आकाशमा चाहिँ प्लेनहरू छ फाइटर प्लेनहरूले कलरहरू फ्याँक्ने अनि उनीहरूले लाइक हाम्रो नेपाली भाषामा चाहिँ छत्तीकला देखाएको भन्छ अनि छत्तीकला कला देखाएको जस्तो लाइक चारवटा पिउनेकै साथ लाउने कर्भ ल्याउने यता कलरहरू खाने आकाशमा रङ्गिन निक्लिएको झन्डालाई चाहिँ कलरहरू बनाउँछ ड्रोन सो पनि हेर्न पाएँ चाहिँ म चाहिँ रातिमा पुगेको थिएँ यहाँ म काम गर्ने त दुबई एयरपोर्टमा हो तर यो चाहिँ दुबईको अल मक्तुम एयरपोर्ट जुन चाहिँ दुबई एयरपोर्टबाट अलमोस्ट 1 hour 30 minutes एराउन्ड लाग्छ बाई रोड अनि गएको थिएँ मैले पनि म लाइक बाई चान्स ड्युटीबाट आफ्टर ड्युटी गएको थिएँ कुद्दै रात पऱ्यो त्यसैले पनि अब एयर सोको र ड्रोन सोको चाहिँ खासै भिडियो बनाउन पाइएन त्यही पनि आफूले देखेको के देखेँ के सो अफ गरेँ मैले पनि फर्स्ट टाइम एयरपोर्टमै काम गरेँ पनि फर्स्ट टाइम यसरी प्लेनलाई चाहिँ लाइभ टच गरेर प्लेनको नजिक फर्स्ट टाइम नै हो मेरो पनि यसरी टच गर्न चाहिँ मैले पनि पाएको थिइनँ लाइक अब प्लेनमा ट्राभल त गरिहालिन्छ होइन तर प्लेनमा गएर यसरी पर्सनली टच गर्नलाई ट्राभल गर्दाखेरि अलाउड हुँदैन नि त अब प्लेनको टायरहरू पनि जाने प्लेनको चक्काहरू पनि गएर ठुलो हुँदो रहेछ लाइक आफूलाई चाहिँ अब बाहिरबाट हेर्दाखेरि त स्मल देखिन्छ नि त सानो कारको टायर जस्तो देखिन्छ नि त तर रियलमा चाहिँ हाम्रो लास्ट ठुलो हुने रहेछ यो टायर चाहिँ लाइक ट्र्याक्टरको टायर जस्तै हुन्छ नि ट्र्याक्टरको टायरहरू त्यस्तै ठुल्ठुलो हुँदो रहेछ यत्रो ठुलो प्लेनहरू यत्रो मान्छे 600-700 प्यासेन्जर हालेर उड्छन् फ्युचर कहाँबाट मान्छेले धेरै विकास गरेका छन् धेरै डेभलप गरेका छन् यसको कम्पेयरमा गर्व गर्छन् त्यसको लागि नेपालीहरूमा हामी गर्व गर्छौँ गर्व गर्नुपर्छ जे छ त्यसमा मान्छे नै हो हामीले त्यसलाई स्वर्ग नै सम्झिन्छौँ हुनु पनि स्वर्ग नै छ अब समय जाने समय सिचुएसनलाई भाई मैं भी वहीं प्लेन के टायरों में खींचूंगा खुसी लाग्छ यसरी विकास भएको देशमा मैले राजनीतिक हावै त्यस्तै छ राजनीतिलाई कसलाई बुझ्नु राजनीतिक दललाई बुझ्नु नेताहरूलाई बुझ्नु जनतालाई बुझ्नु अब त्यसमा आफैमा गर्छु प्रकृतिले विकास गर्नलाई खासै 100 वर्ष शताब्दी पहिलोचोटि देखेको मैले चाहिँ लाइभमा प्लेनका टायर यस्तो हुँदो रहेछ ल प्लेनको टायर एउटा पात पनि उम्रिँदैन 100 वर्षसम्म भनेर ठोकुवा गरेको अमेरिका जस्तोले अमेरिकाको बोलीलाई उल्टाइदियो जापानले चाहे के हो हाम्रो प्रकृतिले दिएको छ हराभरा छ जे रोप्नु त्यही उत्पादन हुन्छ भरपुर मात्रामा नेचुरल रिसोर्सहरू छ नेचुरल खानीहरू छ तर युटिलाइज गरिदिने र जनशक्ति पनि नभएको होइन तर जनशक्तिलाई सही माइन्डमा सही टाइम सही स्ट्रङ तर के नभएको बस बाहर बच्चे आ रहे हैं अमर भए सबै देशतिर भए जाने
नसकिएको कारणले गर्दाखेरि बाटोमा बाटो यस्तै छ परेको हुन्छ तपाईँहरूलाई भिजुअलाइज गरेर क्यामेरा खिचिरहेको हुन्छ मोबाइलबाट क्लिक गरेर चलो चलो पनि हेरौँ मानसिक सल्लाह सिक्काले चाहिँ क्रिएट गरेर एडिटिङ गर्न आउँदैन मलाई आउन त आउँछ होला अब नआउने भन्ने के नै छ र अहिले युट्युबमा A to Z गएर सिक्नु गएर सिक्नै पर्ने आवश्यकता पनि छैन युट्युबमा हेरेको घरमा एडिटिङ गर्न यसो अब मलाई चाहिँ एडिट गरिरहेको खासै उचित लाग्दैन एडिट गर्नलाई हामी प्रोफेसनल होइन अब हामीलाई पैसा कमाउनु पनि छैन सब देख क्यामेरा यसो जानेको देखेको बुझेको अब मोबाइलमा यत्रो लामो भिडियोहरू राखिरहँदाखेरि अब ओभरलोड हुन्छ स्टोर फुल हुन्छ त्यो कारणले गर्दाखेरि पनि यो चाहिँ एज अ मेमोरी खास ग्रेट जोड्दै हालेको यो जोडेको पनि मैले केही क्रिएट गरेको छैन लाइक केही पनि गरेको छैन जे हो त्यसमै मेरो भोइस चाहिँ मलाई भोइस चाहिँ हाल्न मन लाग्यो अब इन्फर्मेसन किनकि अब त्यहाँ भिडियो बनाउँदाखेरि बोल्दै भिडियो बनाउने वातावरण थिएन अब अरू पनि छन् त्यहाँ अरू मान्छेहरू पनि छन् बेलुका अलिक कानहरू अलिक स्ट्रिक्ट पनि हुन्छ त्यसरी अरूलाई डिस्टर्ब गर्नु पनि पाइँदैन नि त उनीहरूको यो सबै यो प्राइभेट जेटहरू कति सानो छन् कि लाइक रोडमा चलाउँदाखेरि कार चलाउनु क्या कार जस्तो देखिन्छ कि त्यो सानो तर यस्तो क्युट छ नि गड फर्स्ट टाइम यसरी पर्सनल यो भनौँ न यस्तो प्राइभेट जेटहरू देखेको मलाई नि एकदमै अब सोख थियो नि त हेर्ने बाहिरको प्लेन हामी अब एयरपोर्टमा काम गर्ने खास लाउनेहरू बिल्डिङमा काम गर्ने त बाहिर धावन मार्गमा जाने एलाउड हुँदैन सबैलाई यहाँको सम्बन्धित व्यक्तिलाई मात्रै एलाउड हुन्छ अनि बाहिरबाट देख्दाखेरि यस्तो क्युट देख्नु कति राम्रो प्लेन प्राइभेट जेटहरू अनि आज चाहिँ जस्ट फाइनली आफैले गएर पर्सनली हेर्ने छुने मौका पाएँ खुसी लाग्यो आफूले आफूलाई पनि एउटा उपलब्धि नै मान्छु सबैको बाँकीमा सबैलाई यस्तो अवसर मिल्दैन नि त त्यसै कारणले मैले देखेको मैले पाएको अवसर चाहिँ अरूले पनि हेर्नु देखुन् भन्ने मनसायले चाहिँ क्रिएट गरेर अब यसमा एडिटिङहरू चाहिँ अब केही पनि गरेको छैन देखाएको छु त्यही आफूले क्रिएट गरेको छु लाइक भिजुअलाइज गरेको छु त्यही नै सो अप गरेको छु केही एडिसनल केही पनि एडिटिङ गरेको छैन सबै आर्मी फाइटर प्लेनहरू यस्तो प्लेनहरू जुन मिसाइलहरू क्यारी गरेर चाहिँ यिनीहरूले माथि आकाशबाट आक्रमण गर्ने हाम्रो देशलाई त चाहिँ पछाडि छ हामी जस्तो लाग्छ यिनीहरूको यो यिनीहरूको यो टेक्नोलोजी यिनीहरूको यो पहिलाको जस्तो जमाना यसरी बाटो गाडी चलाएर यसरी छिनाउनलाई पहिलाको अप्सन थियो बाई जमिन बाई ल्यान्ड स्काईबाट डेन्जर पैसाले चाहिँ उनीहरूलाई चाहिँ गुलाम बनाएका छन् उनीहरूको टेक्नोलोजी सबै गोरेहरू लाइक फरेनरहरूको टेक्नोलोजी युज गरेर उनीहरूले बस पैसा पे गरेका छन् तर नपाउने नभएको चिज भनेको केही पनि छैन त्यो सानो एउटा कन्ट्री जुन चाहिँ एउटा रेगिस्तान सारा संसार भनौँ न अब एउटा बालुवाले ताकिएको एउटा सानो द्वीप जस्तै हो यो समुद्र अरे भाइ हमारा भी ले लो भाइ लिमिट एरियामा छ तर त्यही समुद्रलाई नै पुलेसो काटे हाम्रो नेपाली भाषामा पुलेसो काटेको जस्तै त नि पुलेसो काटे जस्तै गरेर पानी बगाउँदै हामी पहिला अब खेत रोप्दाखेरि पानी एउटा आल बनाएर आलबाट पुलेसो काट्दै पानी लिएर गएर खेत रोप्थ्यौँ नि ताल बनाउँदै त्यस्तै सिस्टमले यिनीहरूले पनि ताल बनाउँदै जताततै समुद्र पुर्याएका छन् त्यही समुद्रको पानी चुरी युटिलाइज गरिरहेका छन् प्रायः जसो कृत्रिम छन् क्या कृत्रिम समुद्र कृत्रिम सामान सबै कृत्रिम छ नि यस्तो अब आजभन्दा 20-25 वर्ष अगाडि पुरै मरुभूमि देखिने दुवै अहिले प्लेनबाट माथिबाट हेर्दाखेरि आकाशबाट हेर्दा हरियाली देखिन्छ चाहे के सम्भव रहेनछ हाम्रो त हामीलाई प्रकृतिले नै सारा संसार दिएको छ हरियाली प्राकृतिक सुन्दरता हिमाल के चाहिँ छैन नेचुरल ग्यास नेचुरल सोर्सहरू सारा संसार दिएको छ हेर्नुहोस् त यो मिसाइल कति ठुलो मिसाइल चाहिँ एउटा यसलाई उभ्याएर राख्दाखेरि 2-3-4 तले घरभन्दा अग्लो हुन्छ यो मिसाइलले कति चाहिँ विध्वंस मचाउँछ होला यसले चाह्यो भने के चाहिँ गर्न सक्दैन त ल हेर्नुहोस्
यो एउटा चाहिँ मिसाइल जसले जुन चाहिँ अब यसको अब लिमिट चाहिँ मलाई पनि थाहा भएन यसले कतिसम्म मार हान्न सक्छ भन्ने चाहिँ अब आई डोन्ट नो अबाउट द्याट तर डेन्जर भयङ्कर हेर्नुहोस् यो आर्मी हेलिकप्टर जुन चाहिँ अब माथिबाट पुरै गोली दाग्न सक्ने सेकेन्डमै मिनटमै हजारौँ गोली एकैचोटि फायर गर्न सक्छ यो हेलिकप्टरले चाहिँ यस्ता यस्ता हेलिकप्टरहरू पहिलोचोटि हेर्नु फाइटर प्लेन लाग्छ यस्ता हेलिकप्टर बुलेट प्रुफ तर त्यो होस् नजोडेको भन्ने केही छैन क्या पैसा भयो आउने रहेछ संसारलाई आफ्नो मुठीमा कब्जा गर्न सक्ने यो चाहिँ अब फाइटर जेट जुन त्यो माथिबाट हुन्छ नि एकदमै हावाको गतिमा हामीले अब नेपालमा त देख्ने अब सम्भावनै छैन नेपालमा देख्ने अब कति वर्षपछिको हो यो अब नेपालले उत्पादन गर्ने त कुरै छोड्दिउँ किन्ने त अब कहिले हो कहिले एउटै जेटको अब इन्डियामा त 400 करोड 500 करोड पर्छ अब नेपाली कम्पेयर गर्नु भने 500 करोड 1000 करोड पर्न सक्छ अब 1000 करोडको एउटा प्लेन लिएर आएर के गर्छ एउटा सानो पाइलटको मिस्टेकले अस्ति यही एयरसोमा पनि इन्डियाको बेस्ट फाइटर प्लेन चाहिँ यही फाइटर जेट क्रास भयो लास्ट दिनमा मेरै आँखाको अगाडि हामी नै पुगेको थियौँ त्यो दिन एउटा सानो गल्तीले गर्दाखेरि अब गल्ती त खासै नभनौँ त्यसमा खासै केही प्राविधिक त्रुटि चाहिँ छ भनेर भन्दै थियो त्यहाँको मान्छेहरूले भन्ने सुनेको थिएँ तर त्यो पाइलटले चाहिँ अब त्यहाँ उपस्थित मान्छेहरूलाई बचाउनको लागि चाहिँ लगेर भनौँ न अब एउटा मरुभूमिमा लगेर खसाल्न चाहिँ प्लेन उसले आफ्नो आहुति दिएर चाहिँ अरूलाई बचाउन चाहिँ तर यसरी क्रास भयो क्रास त भयो त्योसँगै एउटा प्लेन गयो प्लेनसँगै एउटा प्रोफेसनल भनौँ न अब पाइलट गयो पाइलट त्यो यो लडाकु जहाजहरू फाइटर प्लेनहरूको प्लेन उडाउनको लागि चाहिँ फेरि सानोतिनो पाइलट त हाम्रो नर्मल प्लेन उडाउने पाइलटले जसरी उडाउनलाई त्यति सजिलो इजी छैन यिनीहरूको ट्रेनिङ यिनीहरूको खर्च टप हाम्रो आउट अफ आवर हाम्रो सोचाइभन्दा माथि नै छन् क्या यिनीहरू यस्ता चिजहरू गुमाउनु पऱ्यो यसरी गुमाउनु पऱ्यो भने नेपालले अनि के हालत होला त हेर्नुहोस् त यो भ्यागुते प्लेन भ्यागुता जस्तो छ टाउको पनि कस्तो खालको छ हाँसो लाग्दो खालको प्लेन क्या यो हेलिकप्टर यो पनि फाइटर हेलिकप्टर नै हो माथि आकाशबाट चाहिँ बमबारी गर्ने हेलिकप्टर आर्मी हेलिकप्टर मान्छेले विकास चाहिँ अनेक गरेको पैसा भएदेखि नपर्ने चिज केही रहेनछ यो दुनियाँमा खुसी लाग्छ यस्तो कुराहरू तपाईँहरू पनि हेर्नुहोस् रमाउनुहोस् खुसी हुनुहोस् यो ड्रोन हेर्नुहोस् त यो हाम्रो विकट गाउँ नेपालको लागि एकदम बेस्ट हुन्थ्यो यो ड्रोन यसले चाहिँ 50 केजीसम्म सामान क्यारी गर्न सक्छ यो सबै इलेक्ट्रिक ड्रोनहरू चार्ज वान चार्जमा चाहिँ लगभग 3 घन्टा 4 घन्टासम्म उडाउन मिल्ने ड्रोन यही होला फ्युचर म्युजियममा चाहिँ दुबईको अलमक्तुम जेबलाली एयरपोर्ट DWC सर्टकटमा चाहिँ यो एयरपोर्टमा चाहिँ यही एयरपोर्ट हो यिनीहरूले अब रन गर्ने आई बिलिभ हामीले सुनेअनुसार चाहिँ अबको 10 वर्ष 8-10 वर्षमा चाहिँ दुबई एयरपोर्ट चाहिँ अब डोमेस्टिक एयरपोर्ट बनाएर यो चाहिँ अब अन्तर्राष्ट्रिय चाहिँ DWCबाट नै अब अपरेट गर्ने भन्ने होइन यिनीहरूको प्लानै हो अब धेरै चाहिँ चल्दैन जस दुबई एयरपोर्ट अब यिनीहरूले मुभ गर्छन् चाँडै नै DWC एयरपोर्टमा अनि यसको स्ट्रक्चर चाहिँ यिनीहरूले बनाउन लागेको हेर्नुहोस् त यो पुरै मरुभूमि थियो पहिला आजभन्दा धेरै पनि भएको छैन यो म एक्सपोमा आउँदाखेरि दुबई एक्सपोमा आउँदाखेरि यहाँ सबै मरुभूमि नै थियो तर यिनीहरूले विदिन 10 इयर्समा ठाउँलाई कस्तो बनाइदियो भने त ग्रिनरी स्ट्रक्चर कति लागत लाग्यो होला कति इम्प्लोइ लाग्यो होला यो हाम्रो सोचाइ क्षमताभन्दा बाहिर नै छैन ल मेरो भिडियो लगभग सकिन लाग्यो ज्ञानवर्धक नै छ समय मिले हेरिदिनु होला यस आफू जाने सुगर होस् मैले यो भिडियो पनि हाल्नु यो चाहिँ मैले पर्सनल्ली अब एउटा फुडको लागि चाहिँ क्लिक गरेको थिएँ यो पनि उहाँलाई पोस्ट गरेँ यहाँले पनि रमाउनु होला यस रव्य दृश्यबाट चाहिँ यस आफूले देखाउन पाउँदा खुसी लागेको छ यहाँको दिन शुभ रहोस् हेरेर इन्जोय गर्नु फिडब्याक पनि दिनु होला